हेलो गाइस, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। हजुर सबैजनालाई स्वागत छ मेरो आजको न्यू भिडियो एन्ड भ्लगमा। आज चाहिँ म धमाकेदार भिडियो लिएर आएको छु साथीहरू, हेर्दै रहनु होला है। अनि आज चाहिँ बिहानै चाहिँ सुरुवात चाहिँ मैले नानी स्कुल पठाएर गइसक्यो। अनि उसलाई बिहानको केयरहरू सबै थोक गरेर होइन, उसलाई के गर्नुपर्ने सबै थोक गरेर मैले स्कुल पठाइसकेँ। उसको चाहिँ एक्जाम चलिरहेको छ नि साथीहरू। अनि त्यही पनि अब मैले चाहिँ खानासाना बनाएर खुवाएर खाएर गर्नेवाला छु। अहिले चाहिँ म सब्जी बनाउँदैछु। अनि यहाँ मैले चाहिँ सब्जी बनाउँदैछु साथीहरू। मैले यो कालो कराईमा होइन मैले चाहिँ मेरो हस्बेन्डको लागि मासु बनाउँदैछु। उहाँहरूले चाहिँ यो मासु खानेवाला हुनुहुन्छ है गाइस। अनि उहाँ चाहिँ अहिले पसल जानुभएको छ नि त। अनि मैले चाहिँ दामी तरिकाले मासु फ्राई गर्दैछु। यो चाहिँ थोरै छ आजको मासु, मैले थोरै मात्रै ल्याएको छु किनभने मेरो हस्बेन्डको लागि मात्रै हो साथीहरू। यो चाहिँ मेरो लागि चाहिँ काँचोको मासु छ आज। मलाई जुन चाहिँ ल्याएको हो खासै भुटेर राखेको छु। अनि त्यसलाई पनि म हल्का सागहरू राखेर भुट्छु। अनि खानेवाला छौँ है साथीहरू। अनि मेरो चाहिँ भिडियोहरू साथीहरू आजभोलि भिडियोहरू त्यति धेरै आउँदैन किनभने मेरो माहौलै छैन भिडियो बनाउने। माहौल नभएपछि बनाउन अलिकति गाह्रो हुन्छ। घरमा आउँदा पनि त्यही हो, अल्छी लाग्छ। अनि जब यहाँ धरान प्रवेश गर्छु, धरानमा त्यति माहौल छैन साथीहरू। ब्याकग्राउन्डमा अब हल्ला खल्ला भइरहेको छ नि त, कहिले कि हल्ला खल्ला भइरहेको छ। अनि प्रायः अब म्युजिकहरू बजिरहेको हुन्छ। अनि त्यसमा चाहिँ कपिराइट लाग्छ नि त। अनि अब यहाँ माहौलै छैन भिडियो बनाउँदाखेरि, अब डिस्टर्ब नहोस् भनेर बनाउने ठाउँै छैन साथीहरू। बिहान उठेदेखिको बेलुका सुत्ने बेलासम्म चाहिँ हाम्रो माहौल हुँदैन, एकदम म्युजिकहरू बजिरहेको हुन्छ। मतलब यही हो, अब अलिकति पाएको मान्छे बस्नु भएको छ नि त। उहाँहरूको घरमा चाहिँ हामी छौँ। उहाँहरूले चाहिँ एकदमै होइन भजन कीर्तनहरू गानाहरू सुनिरहेको हुन्छ। नि अब हामीले चाहिँ कसरी गर्नुपर्ने, उहाँहरूले भजन कीर्तन मजाले सुनिरहेको हुन्छ। अनि त्यही भएर माहौल छैन, किनभने मैले भिडियो बनाएँ भने कपिराइट लाग्न सक्छ, मेरो युट्युब च्यानलै जाने सम्भावना हुनसक्छ। त्यही भएर मैले चाहिँ भिडियो बनाउनु पाएको छुइनँ। अनि अब चाहिँ म दिनदिनै होइन धमाकेदार खालको भिडियो लिएर आउँछु भन्दैछु। अब चाहिँ म बिस्तारै होइन राम्रो एउटा कोठाको खोजीमा पनि छु। धरान आसपासमा होइन, धरान नजिकै धरान भानेचोक छाताचोकको सेरोफेरोमा चाहिँ एउटा कोठा खोजेर बसेपछि चाहिँ म खतरा भिडियो लिएर आउने छु साथीहरू। अनि मेरो चाहिँ दिनचर्याहरू यसरी नै बित्दैछ होइन। खाना बनायो, खुवायो, नानीलाई स्कुल लग्यो, त्यही हो। अब भएर मेरो थाङ्नाहरू पनि कालो भएको छ। अब के भन्छ यो बन समाउने चिसो भएछ, नानीले सबै भुइँ डालेर। हेर्दै रहनु होला है साथीहरू। मैले चाहिँ मासु अहिलेको यहाँ रेडी गरेर भाँडामा नि बनाइसकेँ। यो चाहिँ हस्बेन्डको लागि। अब म हस्बेन्डलाई खानाको लागि इन्भाइट गर्छु। चाहिँ यो मासुमा बिसाउनको लागि चाहिँ मैले साग ल्याइसकेँ। यो चैत वैशाखको दिनमा यस्तो हरियो साग देख्दा त मन पनि कति एकदम शीतल भएर आउने क्या साथीहरू। हजुरहरू कसले चाहिँ सागहरू खानु हुँदैन नि, मौसममा त त्यति मन पर्दैन, मतलब यो सिजनमा होइन सागको सिजनमा त्यति धेरै मन पर्दैन है। जब सागको सिजनहरू जे कुराको नि सिजन सकिँदै जान्छ नि साथीहरू, यति मिठो हुन्छ है, लास्टै मिठो हुन्छ। आज चाहिँ म यो साग बनाउँछु अनि हामी कसरी खाना खान्छौँ हेर्दै रहनु होला है साथीहरू ल। अनि इन्जोय गर्नु होला हामीसँगै होइन। अब मतलब यो सागहरू बनाउँछु नि त। अनि सागहरू के भन्छ सागहरू हेरेर पनि इन्जोय गर्नु होला यस्तो हरियो होइन चैत वैशाखको दिनमा। हुन्छ साथीहरू हेर्दै रहनु होला। मैले चाहिँ सागलाई यसरी बनाएँ साथीहरू, हेर्नु होला। हजुरहरू कसरी बनाउनुहुन्छ मैले चाहिँ हल्का खुइस्याउँछु होइन। अनि त्यहाँदेखि टक्क पारेर हामी खान्छौँ साथीहरू। हजुरहरू चाहिँ एकदमै धेरै इन्जोय गर्नु होला है। अनि म चाहिँ अहिले बसिरहेको छु। खानासाना बनायो अरे
आज चाहिँ बुढाबुढी सँगै बसेर खानुपर्छ होला सोचेको। फेरि पसल एकछिन बन्द गरौँ भने आफूलाई पनि कस्तो लाग्ने साथीहरू, अलिक अनौठो लागेर आउँछ क्या। मान्छे बा बसेकै बेलामा चाहिँ आए कि होइन, बा हामी यता आउँदाखेरि निकै होइन हुन्छ क्या, कस्टमरहरू हामी नभएको बेलामा आयो कि भन्ने यो डर चाहिँ मलाई मात्रै हो कि हजुरहरू, कोही पनि बिजनेस गर्ने व्यापार गर्नेहरू हुनुहुन्छ उहाँहरूलाई पनि हुन्छ, भनिदिनु है कमेन्टमा एक गरेर होइन। अहिले अब म चाहिँ खानासाना बनाएर बसिरहेको छु। अब खाना उहाँलाई पालो दिन जाउँ कि फोन गरौँ भनेर सोचिरहेको छु। सो आज चाहिँ धेरै कामहरू छ साथीहरू मेरो, कपडाहरू पनि भिजेर आएको छु धुनको लागि होइन। अनि नानीलाई टिफिन त अघि नै हालेर पठाइदिन्छु। अब नानीको 1 बजी छुट्टी हुन्छ नि त, उसलाई पनि रिसिभ गर्नुपर्ने हुन्छ, लिन जानुपर्ने हुन्छ। अनि प्लस बहिनीलाई पनि भेट्न जानु पऱ्यो भन्दैछु। मेरो काम चाहिँ धेरै छ। सो हजुरहरूलाई आजको भिडियो चाहिँ यति नै छोटो मिठो होइन, धेरै लामो धेरै लम्ब्याएर पनि होइन काम छैन। त्यही भएर मेरो पनि भिडियो हजुरहरू सबैजनाले हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मन पर्यो भने, मन परेन भने पनि ठिकै छ होइन। अब त्यति राम्रो भिडियोहरू त मसँग छैन। अब यही हो डेली जिन्दगी मेरो चाहिँ यसैमा बितेको छ। यसलाई दुःख भन्ने खुसीमा भन्ने हो, ठाउँ यस्तो छ है, ठाउँ जस्तो भन्ने गरेर बसेको छ। त्यति भन्दा आजलाई बाई बाई साथीहरू।